अब खेल सुरु भयो यहाँ के को चुनाव संविधान संशोधन गर्ने भनेर क्याबिनेटबाट डिसिजन गरेको छ। अब के को चुनाव पहिला अन्तरिम पहिला सर्वपक्षीय सरकार गठन गरौ, सर्वपक्षीय सम्मेलन गरौ, त्यस पछाडि संविधान संशोधन गरौं, राष्ट्र संस्था स्थापित गरौं, हिन्दू राज्य कायम गरौं, प्रदेश खारेज गरौं कि कसो जेनजी भाइ हो। त्यस पछाडि यो नेपालको सबैभन्दा तगडा मान्छेसँग म चुनाव भेट्न तयार जहाँ पनि कुरा बुझ्यो। तर यो माग पूरा भएन भने यसको सुरुवात भएन भने चुनाव हुनेवाला छैन। यहाँ साथीहरूले बुझेको छैन। तपाईहरु यो कुरामा साथ दिने कि नदिने भन्नुस् त। अब आजदेखि तपाईहरुले नो भोट चुनाव हुनु हुँदैन भनेर फेसबुकमा आजदेखि लेख्न थाल्नुहोस्। चुनाव हुन्छ कि हुँदैन भन्नुस् त। गाउँमा कुनै पनि पार्टीको नेता आयो भने भाटो लिएर बस्ने कुरा बुझ्नु हो। भाटो यति तपाईहरुलाई बुझाउँदा पनि तपाईहरुले भोट हाल्न जानुभयो भने नि तपाईहरुका घर जग्गा जीवन उक्सिदैनन्। म हिँड्नेवाला पनि छैन तपाईहरुको गुलाम जस्तो भएर। यो कुरा बुझ्नुहोस्। मैले मेरो लागि गरे हैन। यो कागजमा एउटा पनि मेरो माग छैन। लघु वित्त सहकारीको क्षेत्रमा ऋण मिनाको प्रक्रियाको विषयमा सम्बन्धित मन्त्रालय अन्तर्गत नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधिहरू सरकारवाला समेतको सहभागिता कार्यदल गठन गरी सो कार्यालयले दिएको अध्ययन प्रतिवेदनको आधारमा ऋणी बचतकर्ताहरूको हकमा 1 लाखसम्म मैले उठाएका माग र हाम्रो अभियानले उठाएका माग के रहेछ तपाईलाई थाहा छ? एउटा सुकुम्बासी, एउटा रिक्सा चालक, एउटा सर्वहारा वर्ग भुइँ मान्छे बाटोमा बसेर मकै बेच्ने व्यापारी, मध्यमवर्गीय व्यापारी, उद्योगपति, राजादेखि पुलिस कर्मचारीसम्मको छ। त्यति मात्रै होइन, यो 20,000 तल पढेपछि त रिटायर कर्मचारी, रिटायर पुलिसको पनि 5,000 पर्छ घरमा बस्नेको पनि। अनि पेन्सन बढ्यो नि भनेपछि अब म तपाईहरुलाई एउटा कुरा के भन्छु भने तपाईहरुलाई चुनाव चाहियो कि दुर्गा प्रसाई जस्तो मान्छे चाहिएको भन्नुस् त। हो अब बुझ्नुहोस्। अब यहाँ दुईटा कुरा छन्। एउटा राजाको साथी थियो अरे, राजा र रानी थिए अनि साथी सँगै पढेको। अनि राति राजा र रानी सुत्ने बेलामा कोठामा जतिखेर पनि त्यो साथी जाँदो रहेछ। दिने पछि जाँदो रहेछ, 11-12 बजीसम्म बस्दो रहेछ। वाक्क भएछ क्या राजा रानी। सुत्ने बेला भयो, अब जाँदैन। अनि जाउन भन्दा जान्न भन्छ अरे। अनि रानीलाई बोलाएछ यता र अलिकति दिएपछि मात्रै जान्छु भन्छ अरे। अनि गएर राजालाई भनिसिन् यो त पैसा माग्छ जाने बेलामा, यसको सर्वा भएन भने म दरबार छोड्छु, कि योसँग बस कि मसँग बस भनेर रानीले भनेपछि राजा वाक्क भएर के गरेछ राजाले भने समुद्रमा सर्वा गरेछ। अन्त पठाएन छ क्या, उसलाई पनि थाहा रहेछ पानी। समुद्रमा पठाएको पानी जहाँ आउँछ अरे परैबाट रोक 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 मलाई यहाँ राजाले छाल गर्न राखेको भन्छ अरे। पानी जहाजवालासँग पनि खाएको छ, मच्छरसँग पनि खाएको छ, माछासँग पनि खाएको छ, माल खाएको खाइ केही गरेर पार लागेन छ। अब पुरै समुद्रबाट पनि आवाज आइसकेपछि के भएछ भन्दाखेरि पुरा कम्प्लेन आयो नि त। कम्प्लेन आएपछि अब नहटाइ भएन त्यहाँबाट। अनि राजाले के भनेछन् भने अब हटाउनै पर्ने भयो। अनि गएर भनेछन् है अब यहाँबाट तँलाई सर्वा गर्नु पर्यो भनेको म जान्न, तैँले जा भने त्यहाँ जान्छु, कहिले तँ उहाँ जा भन्छस्, कहिले उहाँ जानु जान्न भन्छ अरे। तैँले तेरो मात्रै देश हो, मेरो पनि त हो नि भन्छ अरे। होइन तँलाई म दरबारमा पनि लान्न, यहाँ पनि होइन, तँलाई म त्यसो भए म मन्त्रालयमा तेरो मिटिङ बस्ने ठाउँमै बस्छु नि, क्याबिनेटको मिटिङ हुने बेलामा भन्छ अरे। अनि तर त्यतिखेर यो शर्तमा जान्छु भन्छ अरे। तेरो कान यसो उता मान्छेलाई हेर्छु, यसो कान मात्रै फुक्छु भन्छ अरे। क्या भन्न चाहिँ केही भन्दिनँ भन्छ अरे। ल भनेर सर्वा भएछ। अब क्याबिनेट बस्ने ठाउँमै प्रधानमन्त्री कार्यालयमै छन्। राजा आएर क्याबिनेटको मिटिङ बस्ने बेलामा नि प्रधानमन्त्री उताबाट आउँदै रहेछ अरे। प्रधानमन्त्रीलाई गएर अघि के भनेछ थाहा छ त्यसले? त्यो अस्ति हानेको माल चाहिँ आधी आधी गरौँ न भनेछ प्रधानमन्त्रीलाई। के को त माल मसँग प्रधानमन्त्रीसँग त घुस माग्ने भनेर भनेछ। अहिले पर्खिन चाखिहाल्छस् भनेर भनेछ। छेउमा जान्छ अरे राजाको छेउमा र नि प्रधानमन्त्रीलाई हेर्दै कान यसो गर्दै गर्छ अरे राजालाई नि यसो यसो गर्दै। त्यस्तो घुसिया रहेछ अरे क्या। त्यो घुसियाको याद आयो क्या यो महानगरको पोखरा महानगरको घुसिया अस्ति बेलुन पड्केर अनुहार बिग्रेको होइन।
धनराज आचार्य र विष्णु पौडेल नि फेरि विष्णु पौडेल चाहिँ ठ्याक्कै मलाई मालपोत कार्यालयको लेखन दास जस्तै लाग्छ त्यस्तो पनि हुन्छ त हाइड्रोजनमा गएर आगो लगाउनुहुन्छ त अनि पड्किँदैन कस्तो बुद्धि होला अनि अर्थमन्त्रीहरू हाइड्रोजनमा लगाएर आगो लगाएपछि बिग्रिँदैन अति चीनको उसले के भन्यो यो जेनजी आन्दोलन पछाडि यदि अमेरिकाले हामीसँग न्यू खोजेको भने हामी 20 मिनेटमा हाइड्रोजन र अक्सिजन हाइड्रोजन र आगो संसारको जुन कुनामा 20 मिनेटमा पुर्याउँछौँ भन हाइड्रोजन भनेको त्यस्तो चिज हो क्या त्यस्तो बल्छ अनि त्यस्तो चिज बालेर ओपनिङ गर्दैछन् पड्याङ्ग पड्किँदा यही कराउन हो कि कहाँ हो त्यो रमाइलो छ फेरि त्यो भनौँ भने पनि फेरि चिठी आउने हो कि साइबरलाई फेरि साइबरको चाहिँ कामै रहन्छ मेरै विषयमा मात्रै चिठी लिँदो रहेछ बलात्कार भयो मलाई गाली बेइज्जती भयो भनेर रोएर हिँडेका छन् मान्छे त्यसको छानबिन हुँदैन मैले यसो यो यसरी आयो यो चिज निर्वाचन आएको यसो त्यतिकै भएको होइन भनेर भन्दाखेरि हिजै चिठी पठाएछ निर्वाचन आयोग त लोकतन्त्रमा बोल्न पाइँदैन त्यसैको लागि ल्याएको होइन त मैले के गल्ती गरेँ सिंहदरबारमा आगो लगाउने सर्वोच्चमा आगो लगाउने मान्छे चुनाव लड्ने प्रधानमन्त्रीको क्यान्डिडेट हुने यो सिंहदरबार र सर्वोच्चमा आगो लाग्यो भनेर भन्दाखेरि मलाई लगेर थुने अस्ति ल हेर्नुहोस् त पछि ओमरियाले यो बोलेको मेरै हो भनेर स्वीकारे अब अहिले मलाई कस्तो खेद हुँदैछ भने मसँग त अब यहाँ हिँड्दाखेरि अब कतिजना यहाँ पाकेटमार पनि हुनुहुन्छ चोर पनि हुनुहुन्छ ज्यानमारा पनि हुनुहुन्छ नि राति जेलबाट छुट्या मान्छे पनि हुनुहुन्छ अब आएर फोटो खिचेको हुन्छ त्यो फोटो हालेर फलानु भनेर यहाँ एउटा त्यो खबरले हालेको हालै छ दिने पछि टेक पाना भन्नेले नि अब कोहीसँग फोटो खिचेको उहाँ त यस्तो मान्छे उहाँ त यस्तो मान्छे अब बाटोमा हिँड्दा हिँड्दै 1000 मान्छे हिँड्छन् नि अब फोटो खिचिन्छ म सहयोग गर्दा मान्छे सहयोग गरिरहेको छु पैसा माग्छन् साथी हाल्देऊ न त्यहाँ खातामा भनिन्छ अहिले त क्युआरबाट हाल्छ सकेको सहयोग गर्ने मान्छे हो नि अनि के गर्छन् त्यस्तो कुरा छ भनेपछि म तपाईहरुलाई एउटा कुरा के भन्छु भने यो पोखराको हकमा के हो भने यो त उही काठमाडौँमा बालेनले घर भत्काए जस्तै हो बालेन अहिले 35 वर्षको भयो इन्जिनियर पढेर आउँदा बालेन जन्मिनु भन्दा पुस्तौं अगाडि बालेनका बाउ बाजेका पालाका घर बनेका घर छन् त्यतिखेर नक्साको चलनै थिएन त्यतिखेर इन्जिनियर भन्ने नै थिएन त्यतिखेर बनाएको घर अहिले आएर मापदण्ड पुगेन भन्छ त्यतिखेर बनाएको घर अहिले मापदण्ड पुगेन भनेर भत्काउने ल यहाँ पनि त्यही होइन पोखरामा घर भनेको सपना हो नि मान्छेको खाई नखाई है ऋण पान गरेर बगेको चिज आएर अब उसलाई चाहिँ के रहेछ भने फेरि यहाँ अर्को खेल छ होला मलाई लागिरहेछ त्यो पछाडिको मान्छेको मुख चाहिँ त्यहाँ आउँछ भनेर नि अर्को खेल होला फेरि अर्को हुन्छ यहाँ चुतिया चाहिँ फेरि मान्छे त्यो छिमेकी चाहिँ हुन्छ क्या चुतिया चाहिँ कुरो बुझ्नुभयो के मान्छेको रिस मान्छेले गर्छ बिरालाको रिस बिरालाले गर्छ कुकुरको रिस कुकुरले गर्छ हेर्नुहोस् यो समाजै त्यस्तै हो त्यसले गर्दाखेरि म एकपल्ट के भन्छु भने नेपालका प्रहरी र नेपाल सेनालाई यो चुनावमा तपाईहरुले सहयोग नगर्नुहोस् स्यालेन्डर गरिदिनुहोस् देश बचाउने हो भने नभए देश गयो विदेशीको हातमा गयो 2004 सालदेखिको खेल हो यो 2004 सालमा कांग्रेसको उदय 2006 सालमा कम्युनिस्टको उदय 2028 सालमा राजा महेन्द्रको रहस्यमय मृत्यु यो सबै जोड्दै ल्यायो भने नि यो जेनजी आन्दोलनमा आएर पश्चिमाहरूको यो अन्तिम खेल हो यो खेलमा हामीले जित्यौं भने अनि यो राष्ट्र बन्छ अनि राष्ट्र बन्छ अहिले तपाईहरु कसैले पनि चुनाव हाल्ने कोसिस नगर्नुहोस् र हाम्रा यी माग पूरा भएनन् अन्तरिम सरकार अन्तरिम संविधान सर्वपक्षीय सरकार बनेन भने हामी फागुन 1 गते मात्रै भनेको र हामीलाई
निर्वाचन आयोगले मेरो चिठी मलाई जुन लेखेको छ नि त्यो 24 घण्टादेखि नि 36 घण्टासम्म फिर्ता लिएन भने म गएर थुनिन्छु। नेपालभरिबाट आन्दोलन सुरु हुन्छ। आन्दोलन सुरु हुन्छ फेरि। हामीलाई तपाईलाई चुनाव चाहिएको छ कि छैन भन्नुस् त? हो, देश जोगाउने मान्छे एक ठाउँमा उभियौं र म राष्ट्रवादी शक्तिहरूलाई, कांग्रेस भित्रका पनि, एमाले भित्रका पनि, माओवादी भित्रका पनि, जुनसुकै पार्टी भित्रका पनि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउनलाई म आह्वान गर्दै। अब मैले पोखराको विषयमा नि यति नै हो बोल्ने। अब यी पोखरेलीवासीले दुर्गा प्रसाई तपाईँ आइदिनु पर्यो भनेर ठुल्ठुला व्यापारीहरूले बोलायो भने म आउँछु। तपाईहरुले एउटा कमिटी बनाउनुहोस्, होइन भने म अब घुम्न आउँला, तर तपाईहरुलाई सहयोग गर्न भनेर चाहिँ म आउँदिन। यो कुरा बुझ्नुहोस्। फेरि मलाई भोट माग्नु छैन हो, मलाई केही गर्नु छैन। तपाईहरुले मलाई 1-2 लाख रुपैयाँ र मेरो व्यवहार थामिनेवाला छैन। छ त भन्नुहोस् त? लोभ नभएको मलाई प्रधानमन्त्री हुनु छैन। मैले त एउटा कुरा मेरो जीवनमा 18 वर्ष पछाडि राज संस्था भन्ने चिज जतिखेर पूर्व राजा भनेर लेखियो, तर आज राज संस्थाको विषयमा संविधान संशोधन गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई साइन गरायो मैले। यो ऐतिहासिक कुरो हो, जनताले बुझ्नुपर्छ। कुरा बुझ्नुभयो के? देश बचाउँ पहिला, अनि चुनाव गरौँ, हिन्दू राष्ट्र कायम गरौँ, चुनाव गरौँ। त्यो भन्दै तपाईहरु पिर नगर्नुहोस्। तपाईहरुका विषयमा अझ मजबुत तरिकाले म आवाज उठाउँछु। तर मलाई लगेर थुरेपछि तपाईहरु चुप लाएर बस्नुहुन्छ। दुःख चाहिँ यही लाग्छ क्या, निस्किनु पर्यो नि त। अब बाटामा निस्किने कि ननिस्किने हो तपाईहरु? चुनाव बहिष्कार होइन, आजदेखि लेख्नुहुन्छ नि चुनाव नो भोट। चुनावको तपाईहरुसँग एउटा अधिकार त छ त। तपाईहरु चुनाव किनले गर्नु नजानुस् न, भोट हाल्न। के कुट्न आउँदैन, थर्काउन आउँदैन, नजानुस्। कुरा बुझ्नुभयो? तपाईसँग अधिकार एउटा छ, तपाईहरु नजानुस्। यिनीहरुका बाक्सा खाली जाउन्। के हामीले ऋण खाएको छ यिनीहरुलाई प्रधानमन्त्री बनाउन? यिनीहरुलाई मन्त्री बनाउन हामीले ऋण खाएको छ? ल भन्नुहोस् त। आज त्यसको असर कहिले कहिले मलाई पनि पर्छ। म आज ब्याङ्कको ब्ल्याकलिस्टमा छैन। यहाँ मलाई भन्छन् ए कति पैसा लगेर खाएको भन्छन्। मैले लिएर गएको पैसा तपाईहरुका भगवानले जस्तो अमेरिका पठाएको छैन। श्रीमती बच्ची छोरा अमेरिकामा छोडेर अलपत्र पारेर यहाँबाट पैसा पठाएर आएको छैन। मेरा छोराछोरी यहीँ बस्छन्। मैले त पैसा लगेर मेडिकल कलेज बनाइदिएको छु, क्यान्सर हस्पिटल बनाइदिएको छु, 5 स्टार होटल बनाइदिएको छु, स्कुल खोलिदिएको छु, अरू स्कुलहरू बनाइदिएको छु। अब त युनिभर्सिटी बनाउँदैछु अहिले, हिन्दू विश्वविद्यालय। हिन्दू विश्वविद्यालय 5000 मान्छेलाई रोजगारी दिएको छु। तर भगवानहरूका चेलालाई म के भन्छु भने हामीलाई ठग भन्नुभन्दा, हामीलाई फटा भन्नुभन्दा तपाईहरुको भगवानलाई प्रश्न गर्नुहोस्, प्रश्न गर्नुहोस्। र म अर्को कुरा, म बेला बेलामा विवादमा आइराख्ने मान्छे हो। यो कुरा पनि तपाईँ बुझ्नुहोस्। विवादले नै मलाई यो ठाउँमा पनि ल्याएको। मलाई भन्छन् मेरो घरबाट नबोल्नु न अलिक। तर नबोल्दा हुँदै हुँदैन। हतियार त उठाएको छैन नि मैले। के 17500 मान्छे मारेको हो, बमबार्डिङ गरेको हो, सहकारी ठगेर नि मान्छे रुवाएको हो। काठमाडौँका बाटाका फुटपाथमा गाउँमा केही नभएपछि पेट पाल्छु भनेर एउटा महिला सडकमा बसेर मकै बेच्छिन् ठेलामा। त्यो लाठले हानेर चाहिँ पल्टाइन्छ ठेला। रुन्छन् ती महिला, मैले खाना पाइनँ भनेर। मैले त्यसो गरेको हो, मैले त्यसो गरिदिनु पर्ने। त्यही पीडा खप्न नसकेर दुर्गा प्रसाद बेला बेलामा बौलाउँछ, चिच्याउँछ। आवाज हो यो सर्वहारा वर्ग, भुइँ मान्छे, फुटपाथ सुकुम्बासीको आवाज चिच्याएको हो दुर्गा प्रसादले।
बोल्छ दुर्गा प्रसाद। आज तपाईहरुलाई भन्नुस्, नयाँ पार्टी पुराना पार्टी सबै नेपाल एकातिर, दुर्गा प्रसाद एक्लो एकातिर छ र पनि दुर्गा प्रसादले हल्लाको छ। यो कुरा बुझ्नुहोस्। सारा पश्चिमा एकातिर लागेर आज हेर्नुस् देश। तपाईलाई म भनौं 2058 साल जेठ 19 गते हाम्रा प्यारा राजा रानीको हत्या जुन डिजाइनमा भयो, जुन डिजाइनरहरूले गरे, सिंहदरबार र सर्वोच्च अदालत र जेएनजी आन्दोलन त्यही डिजाइन र त्यही डिजाइनरहरूले गराए। बुझ्नुभयो? त्यही डिजाइन अनुसार आज यिनीहरूलाई प्रधानमन्त्री बनाउन खोजिँदैछ। देश कब्जा हुँदैछ, पश्चिमाहरूको कब्जा। यो कुरा बुझ्नुहोस्। यही कुरा तपाईहरुलाई बुझाउन आएको। चुनाव 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 भन्नुहुन्छ नि तपाईहरु। चुनाव त 34 वर्ष भयो हालेको। तपाईहरुले चुनाव हाले वडा अध्यक्षले नि तपाईहरुको ब्याङ्कले घर नक्सा अनि लिलामी गर्न कागज माग्न जाँदाखेरि साइन गरेर पठाउँछ हैन? किन हाल्नुहुन्छ चुनावमा भोट? भोट तपाईहरु चुनावमा तपाईहरु अझै मूर्ख हुनुहुन्छ। ल भन्नुस्। अनि मैले सधैँभरि तपाईहरुको लागि जेल गइदिनु पर्ने, अनि मेरा साथीहरुले जेल गइदिनु पर्ने तपाईहरुलाई बचाउन? अनि सुटुक्क लुकेर आउँछन् क्या मलाई भेट्नलाई मास्क लगाएर। अनि के छ हजुर तपाई के पो भनेर भन्यो, मान्छे खाइलाग्दै हुन्छ व्यापारी। मेरो त हजुर ब्ल्याक लिस्टमा पर्यो। अनि तपाईको ब्ल्याक लिस्ट खोल्नलाई मैले मेरो छोरो ज्यान दाउमा हालिदिनु पर्ने? किन तपाईँ आउनु हुँदैन? होइन, हामी आउँदाखेरि ब्याङ्कले के भन्छ कि ब्ल्याक लिस्टमा हालिसक्यो, अब के भन्नु? अब व्हाइट लिस्टमा हाल्ने होइन, नाङ्गै बनाइसक्यो। अघि प्रेमजीले भने जस्तो अब यिनलाई आमा श्रीमती तानेर लगेपछि मात्रै यिनका आँखा खुल्ने उनकी। बुद्धिमा बिर्को कहिले खुल्छ नेपालीको? कहिले? 12 वर्ष रामायण पढायो, कोही के को कोही भने जस्तो छोराछोरी जम्मै विदेश पठाएर घर ओडाएर बनाएर बस्ने जात नेपाली हो कि हैन? त्यसले गर्दाखेरि मैले अघि भने नि तपाईलाई 15,000, 40,000 र 60,000 को कारणले जब मान्छे झुनिएर मरिसकेपछि त्यो झुनिनु हुँदैन भनेर मैले प्रधानमन्त्रीलाई 20 लाख भन्दा मुनिको ऋण मिना गर्नुपर्छ भन्दाखेरि उहाँले के भन्नुभयो नि, तपाईले उठाएका यी 2700 बुढा माग भनेको आजसम्म कुनै नेताले उठाएनन् दुर्गा बाबु। यो जनजीविका पार्जन माग हुन्, तर बजेट छैन। 1 लाखबाट सुरु गरौँ न भनेर भन्नुभयो। 1 लाखबाट। 1 लाख हामी ऋणीको ऋण तिर्दिन्छौँ। रवि लामिन छानेहरू जस्ताले खाएको छ नि बचतकर्ताको पैसा, त्यो 1 लाख त्यहाँबाट तिरिन्छ। कुरा बुझ्नु भएन? मैले दुईटैलाई गरिदिएको छ साइन। अघि एकजना को रुँदै आउनु भएको थियो, कता यो बतास समूह भन्नेले खाइदिएछ जम्मै लटीपुटी। कहाँ हुनुहुन्छ अहिले? उहाँ पनि लुकेर बस्नु भएको छ है क्या? होइन, खै यहाँ आउनु न। अब उहाँ कोठामा लुकेर आउँछन् मसँग भेट्नलाई। खाइदिएछ बतास ग्रुपले जम्मै लटीपट्टि। हेर्नुहोस् यहाँ हाम्रो के अरे यो पोखरामा कार्यक्रम गर्दाखेरि सहयोग गर्ने दिदी के अरे अम्बिका के अरे राधा, उहाँ राधा दिदीको त व्यवहार बिग्रेको होइन नि? कहाँ हुनुहुन्छ खोइ राधा दिदी? खोइ कहाँ हुनुहुन्छ भन्नु त? हेलो राधा दिदी, आउनु न। उहाँको व्यवहार बिग्रेको होइन नि, तर यो पोखराको कार्यक्रम गर्नलाई आउनु न। उहाँको लटीपट्टि छ बतास ग्रुपले। लटीपट्टि तपाईँको मान्छे खोइ श्रीमान उहाँ राधा दिदीलाई त ऋण लागेको होइन नि त। तर यी पोखरेली बासी, यी कास्किएका जनता जागुन्, यिनको बुद्धिको बिर्को खोलोस् भनेर नि 2 लाख रुपियाँ दिनुभएको छ, सहयोग गर्नुभएको छ। कति ठुलो हृदय हो ल भन्नुहोस् त। अनि यहाँ मेरो यति अरबको सम्पत्ति
उति अरबको सम्पत्ति भन्ने मान्छे लुकेर बसिया छन्, लुकेर बसिया छन्। आज यो दिदीको म बतास दाइलाई के भन्छु भने उहाँ त बहुत भक्त मान्छे, कहिले कालिदास बाबा कहाँ पुगेका हुन्छन्, हेलिकप्टरमा उडाइरहेका हुन्छन् होइन, कहिले गुगल बाबा, माथि गुगल बाबा हुनुहुन्छ नि, गुगल बाबाको भक्त। गुगल बाबाले पनि सुन्नु पर्यो, गुगल बाबा तपाईको चेलाले उहाँको श्री सम्पत्ति खाएर सुकुम्बासी बनाएछ होइन, सुकुम्बासी बनाएछन् बतास दाइले। ती दारी पाल्ने बतास दाइ छन् नि, आनन्द राज बचास। म गुगल बाबालाई पनि के भन्छु भने भगवान तपाईँ यदि साँच्चै भगवान हो भने आजको 1 महिनाभित्रमा गुगल बाबाले उहाँलाई निर्देशन दिएर उहाँको सम्पत्ति फिर्ता होस्। उहाँ हेर्नुहोस्, राधा दिदीलाई तपाईँले धेरै धेरै धन्यवाद छ है, तपाईँलाई यो सफल बनाउनमा उहाँलाई ऋण लागेको थिएन। ल भनेपछि यो त प्रतिनिधि पात्र मात्रै हो, पोखराको एकजना खोल्नु भएको। यहाँ पोखरामा नि त्यस्ता आनन्द बतास जस्ता 50 जना छन्। यहाँ ती 50 जनाले कति गरेको होला, काठमाडौँमा त्यस्तै नेपालभरि सामन्तहरूको अखडा भएको छ क्या, सामन्तहरू र पश्चिमाहरूको अखडा, गरिबलाई लुट्ने, धनीलाई लुटेर गरिब। हेर्नुहोस् त उहाँको कतिको झन्डै 50 करोडको सम्पत्ति खाइदिएर छ। कतिमा? 3 करोडमा होइन। पैसा तिर्न जाँदाखेरि उहाँको नोबेल ब्याङ्कले खाएछ हाम्रो। ल हेर्नुहोस् होइन, यो दिन अहिले मैले यो अभियानबाट ब्याक भएँ भने नि मान्छेको लास उठाउनु भ्याउँदैनन् मान्छेले। अहिले त मेरो नामले रहेछ थर्काएर भात खाँदैछन्। त्यसले गर्दाखेरि म एउटा कुरा के भन्छु भने आनन्द बतासलाई पनि, नेभिल ब्याङ्कको सिइओ त हेर्नुहोस् एक मनोज ग्यावाली भन्ने हुनुहुन्छ, बहुत राम्रो हुनुहुन्छ। एकपल्ट जानुहोस् मेरो नाम लिएर। सुन्नुहोस् दिदी, तपाईँ मेरो नाम लिएर मनोज ग्यावालीकोमा जानुहोस्, बहुत राम्रो सिइओ हुनुहुन्छ, चार्टर्ड एकाउन्टेन्ट गरेको मान्छे। उहाँलाई गएर रिक्वेस्ट गर्नुहोस्, मैले गर्नुपर्ने सहयोग म त्यही काठमाडौँमा गरिदिन्छु तपाईँलाई है। ओ किस्ता हाल्दा पनि मन्जुश्रीले खाइदियो अरे सम्पत्ति। किस्ता हालेको पनि खाइदियो मन्जुश्री फाइनेन्सले। भनेपछि अब तपाईँहरूलाई म एउटा कुरो के भन्छु थाहा छ, यो धेरै अप्ठ्यारो ठाउँमा हामी पुगिसकेका छौँ। त्यसले गर्दाखेरि मैले चान्चुने कुरो उठाएको थिएन र मैले मेरो केही व्यवहार बिग्रेर आएको होइन, उहाँहरूको व्यवहार बिग्रेर आएको हो। म यहाँ पोखरेली बासीको व्यवहार बिग्रेर आएको, मेरो व्यवहार बिग्रेर आएको होइन। म भन्छु त पोखरेलीले मलाई 4 आना पैसा दिनु पर्दैन मेरो व्यवहारको लागि, 1 रुपियाँ दिनु पर्दैन मलाई। यहाँ हेर्नुहोस्, हेर्नुहोस् त के भएको यो सहकारी पीडित कम्युनिस्टले चलाएको देशमा। हेर्नुहोस् झुन्डिएर मरौँ कि हामफालेर मरौँ अरे। अनि यिनको पीडा, यिनको आँसु कसले पुछ्दिने? न रविले पुछ्छन्, न बालनले पुछ्छन्, न गगनले पुछ्छन्, न केपीले पुछे, न शेरबहादुरले पुछे, न अब आउनेले त भेट्दैनन्। अनि केमा हिँडेको यो मान्छे? अनि कहाँ हिँडेका मान्छे नि, कहाँ हिँडेका? त्यसले गर्दाखेरि उहाँ हेर्नुहोस् अर्को रुवाई। ल हेर्नुहोस् यो। अनि यस्तो पीडा, ल हेर्नुहोस् यो पीडा कहिलेसम्म यो छटपटाहट हुने नेपालीको? सरकारले गाडी खोज्दैछ, लिलाम बिक्री गरिदियो, मेरो पैसा फिर्ता दिनुपर्छ। झुटा आरोप लगाएर खाएको छ, झुटा आरोप लगाएर खाएको छ। ल हेर्नुहोस् सजिलो छ
भनेपछि सजिलो सरकारले झुट्टा आरोप लगाएर खान्छ ल हेर्नुहोस्, मलाई न्याय दिनुपर्छ यो तपाईँको अहिले उठ्दा उठ्दै सबै आउनु बेर लाउँदैन रुँदै सबैलाई त्यही पीडा हो बोल्न मात्रै नसकेको नेपालमा केही गरेर खान सक्नुपर्छ ओ सत्य भएन हामीले कुरा बुझ्नुभयो त्यसले गर्दाखेरि म तपाईँहरूलाई एउटा कुरा के भन्छु भने तपाईँ पिर नमान्नुहोस् तपाईँको घर फिर्काउने काम म गर्छु है यो तपाईँहरूको के भयो भने घन्टीले खाइदिएर तपाईँहरूको घर पनि खाइयो त्यसले गर्दाखेरि म तपाईँहरूको घर फिर्ता गराउने काम गर्छु पिर नगर्नुहोस् मैले एग्रिमेन्ट गराएको छ यहाँ गरी खाने मौका दिनुपर्छ यहाँ सुन्नुहोस् मैले- पैसा जाँदै गरी खाने मौका दिनुपर्छ मैले यही भएर तपाईँहरूले सुन्नुहोस् है नेपालमा केही गरेर खान दिनुपर्छ अब सुन्नुहोस् मैले राजा राजा खेदेपछि के भयो हिन्दू संस्कृति हिन्दू धर्म खेदेपछि के भयो